के भने सँगसँगै तर्छु है सँगै जाउँ म पछि पर्छु है सेती खोला सँगसँगै पात्र भएको त्यो अनुभूति दियोस् अनि त्यसपछि एउटा सकारात्मक मेसेज पनि लिएर जान सकियोस् भन्ने मैले दर्शकले अपेक्षा गरिन्छ र त्यो किसिमको चाहिने अपेक्षा साथी म तिम्रोले दिनेछ भन्ने मलाई लागेको छ र अन्तमा हाम्रा सुपरस्टार जुबली स्टार एभरग्रिन स्टार भुवन केसीज्यूको साथी म तिम्रो अस्ट्रेलियाभरिमा उहाँले प्रदर्शन गर्ने जुन जमर्को गर्नुभएको छ त्यसको पूर्ण सफलताको लागि म हार्दिक कामना गर्न चाहन्छु। साथै सम्पूर्ण दर्शकहरूको तर्फ तपाईँहरूको पनि अनुमति लिँदै उहाँलाई अस्ट्रेलियामा हार्दिक स्वागत गर्न चाहन्छु। कृपया ताली बजाइदिनु होला। We have two Australian special guests tonight, Australian scriptwriter Andy Hartley and award winner Australian movie director Rod Milner. Please welcome them on the stage. Please. Namaste. Thanks for inviting us to share your film night. We obviously enjoy film very much because we make film. And me as a writer, I love to write stories, just as people do who write stories for films in your country. I mean, we're all writing stories about humans, about us, and that's what it's all about. Storytelling done on the screen that everyone can see and everyone can enjoy. And I hope everyone enjoys the film tonight. And a few words from Rod. There is nothing more magical than film. It represents who we are, it represents our lives and our dreams. It captures in a moment what has transpired between humans and allows us to express in so many ways and it lasts forever. The history that film has gone through and the changes that television and internet and everything else gets involved in storytelling, but there is still nothing more magical in storytelling than making a film. Like you guys, it's low-budget filmmaking is now accessible to so many more people because the technology has driven the price down and allows so many more opportunities to be able to make film. And this is our loves and our lives and where we wanted to go. And I really appreciate the invitation to come tonight to see your lives and your stories. And congratulations on making the film, and I'm really looking forward to it. Thank you. Nepali film industries ma evergreen sadabar hero ko rupma चिरपरिचित भुवन केसी उहाँलाई स्टेजमा स्वागत गर्न चाहन्छु। कुसुमे रुमाल कुसुमे रुमाल मायाको बारीमा प्रीतिको फुला सङ्गाली राखेको कुसुमे रुमाल। Thank you. अस्ट्रेलियामा सिडनीमा बसेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो अमूल्य समय निकालेर हामीले बनाएको चलचित्र साथी म तिम्रो हेर्न आइदिनु भएकोमा म हृदयबाट सबैलाई धन्यवाद दिन चाहन्छु। यसमा मैले खास गरिकन भन्नुपर्दा सम्पूर्ण पत्रकार साथीहरू, नेपाली चलचित्रलाई मन पराएर यहाँ समय हेर्न आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू,
र खास गरिकन यो प्रोग्राम साथी म तिम्रो नेपाली राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाजीको सम्मानमा गरिएको हुनाले व्याकुल माइलाजीको सम्मानमा गरिएको यस प्रोग्राम अर्गनाइज गर्ने सम्पूर्ण यसको अर्गनाइजरहरूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो प्रोग्रामको मेन अर्गनाइजर मेरो chino.com ले मलाई यहाँ निमन्त्रणा गरेको हो र प्रोग्राम अर्गनाइजर किशोर आचार्य, अशोक तिमिल सिन्हा, विनोद लम्साल र सोना तिमिल सिन्हा बहिनीलाई पनि हृदयबाट आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यसको टाइटल स्पोन्सर अजी एजुकेसन एन्ड माइग्रेसन प्रोफेसनल्सलाई का विष्णु हमालजीलाई म धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। उहाँको कारणले नै म अस्ट्रेलियामा खास आएको हुँ। त्यसै गरिकन एनएसडब्ल्यू कन्सुलेट जनरल दीपक खड्काजी हाम्रो माझ हुनुहुन्छ। उहाँ हाम्रो सिनेमा हेर्न आइदिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँलाई 25 वर्ष अगाडि उहाँ इन्जिनियरिङ पढ्न जाँदाखेरि फिलिपिन्समा म एउटा पाकिस्तानी फिल्मको सुटिङमा हाम्रो भेटघाट भएको थियो। 25 वर्षपछि फेरि उहाँसँग मेरो भेट भइरहेछ। थ्याङ्क यू। र यसै गरी हामीले एउटा सम्मान पत्र चाहिँ जुन व्याकुल माइला प्रदीप कुमार राईजीलाई सुम्पन लगाइरहेका छौँ अन बिहाफ अफ दीपक खड्काज्यूबाट। यसलाई पढेर सुनाइदिनु हुन म विनोद लम्सालजीलाई अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद हजुरजी। सम्मान पत्र यसरी रहेको छ। सम्पूर्ण नेपाली जनतालाई एउटै मालामा गाँच्ने हिमाल पहाड र तराईमा छरिरहेका सबैको आत्मामा गुन्जने राष्ट्रिय गीतका रचनाकार तपाईँ श्री प्रदीप कुमार राई व्याकुल माइलालाई सम्मान गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। हामी नेपालीहरूको शान विश्वमै बढ्ने गरी तपाईँले चलाउनु भएको कलमले आज हामी स्वतन्त्र र सार्वभौम नेपालीलाई साझा भाका मिलेको छ। यहाँको कलम र मसीले देशको कुना कप्चेरा र प्रत्येक नेपालीको मझेरी बिजोस् भन्दै यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। इति सम्पत 23 जुन 2012 भुवन केसी प्रमुख अतिथि, विष्णु हमाल कार्यक्रम संयोजक तथा किशोर आचार्य प्रबन्धक मेरो चिनो। धन्यवाद। र यसै क्रममा दीपक खड्काजीबाट केही नेपाली चलचित्रको बारेमा 2 शब्द राखिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। सर्वप्रथम त नेपालबाट पाउनुभएका नेपालका नायक, अघि नै भन्नु हामी आजभन्दा 25 वर्ष 26 वर्ष अगाडि हाम्रो भेटघाट भएको थियो। तपाईँहरूले अनुमान गर्नु सक्नुहुन्छ I was out of country for more than almost 3 decades. त्यसले गर्दाखेरि मैले नेपाली सिनेमा हेर्ने मौका त्यति पाएको थिएन र यो नेपाली सिनेमा हेर्ने मौका मलाई मात्र नभएर सम्पूर्ण नेपालीहरू जसलाई अघि पनि यसको बारेमा हामीले धेरै चर्चा गरिसक्यौँ। सिनेमा यति महत्त्वपूर्ण कुरा हो जसले आफ्नो कल्चरलाई इन्ट्याक्ट गर्छ। विदेशमा बसेर पनि हाम्रो कला संस्कृतिलाई झल्काउँछ र कतिपय हाम्रो भाषाहरूलाई हामीले हिन्दी सिनेमा हेरेर हिन्दी भाषा सिक्दैन सिकिकन हामी हिन्दी भाषा जान्छौँ भने नेपाली सिनेमा हेरेर डेफिनेटली नेपाली भाषाको पनि प्रगति हुन्छ भन्ने कुरामा म विश्वस्त छु। हाम्रो केटाकेटीहरूले भाषासहित भाषा कला र संस्कृतिलाई इन्ट्याक्ट राख्नलाई यसले ठुलो मद्दत पुर्याउँछ। यो यति राम्रो काम गरेर सिनेमा मात्रै नलिएर आएर सिनेमाको नायक नै हाम्रो अगाडि चाहिँ यहाँ लिएर आउने काम गर्नुभएकोमा म चिनो नेपाललाई बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। अत्यन्तै राम्रो काम गर्नुभयो र हामीले हाम्रो कम्युनिटीको ग्रोथ सँगसँगै हामीले नेपाली कला संस्कृतिलाई पनि हामीले हेर्ने मौका पाइरहेछौँ। यसको लागि आयोजकज्यूहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु र त्यसै गरी यसको टाइटल स्पोन्सर विष्णु हमालजी
उहाँको कन्ट्रिब्युसनले पनि मलाई जहाँसम्म लाग्छ आयोजकहरूलाई एउटा इन्करेज गर्यो। त्यो इन्करेज गरिदिनुलाई जुन किसिमले एउटा स्पोन्सर गर्नुभयो यहाँको लागि, त्यसको लागि पनि म यहाँलाई बधाई दिन चाहन्छु। एकदम प्रेरणादायक हैन? चलचित्रको कुन पक्ष यहाँलाई निकै चलचित्रको त्यो बच्चाको जुन पार्ट छ नि त्यो एकदम राम्रो लाग्यो। हुन्छ, धन्यवाद। चलचित्र कस्तो लाग्यो? फ्यान्टास्टिक छ, धेरै राम्रो छ। अब यसमा कमी कमजोरी खासै केही पनि छैन। बेला बेलामा चाहिँ आँसु आउने खालको धेरै धन्यवाद। यहाँलाई चलचित्र कस्तो लाग्यो? एकदमै राम्रो छ र यो बाउ र छोरा बिचको एउटा माया देखाएको छ, एकदम मन परायो। भुवन केसीको फिल्महरू मलाई स्पेसली पुरानो फिल्महरू एकदम मनपर्छ होइन। मैले त्यही भएर अब नर्मली अरू हिरोहरूको फिल्महरू मैले खासै त्यो हिजाजको नयाँ हिरोहरू भन्दा किनभने एउटा आइकन एक्टर भएको भएर मलाई पुरानो फिल्महरू राम्रो लाग्यो भएर म हेर्न आएको। यहाँलाई चलचित्र कस्तो लाग्यो? राम्रो छ। कुन पक्ष निकै सबल देख्नुहुन्छ चलचित्र? यसको स्टोरीको मेन थिम चाहिँ राम्रो लाग्यो होइन। यहाँलाई कस्तो लाग्यो? ठिकै लाग्यो। धेरै धन्यवाद। एकदम राम्रो नेपालको कला अनि नेपालको संस्कृति झल्किनेछ र एउटा बाउ छोराको बिचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरोलाई धेरै राम्रोसँगले एक्सप्लेन गरेको छ। आई वाज रियली इम्प्रेस्ड। इट इज भेरी चलचित्र हेरेर धेरै रुन्छन् भन्छ नि, तपाईँ कतिको रुनुभयो? वास्तवमा मलाई थाहा थियो भुवनजी सँगै हुँदै पनि सबै कुरा थाहा हुँदै पनि त्यो इमोसनल्ली मेरो चाहिँ आई कुड नट टलरेट। मैले पनि my eye was wet, in fact. So overall, how was the experience with the movie? Oh, it was it was very enjoyable. I've got to love the singing and dancing, and I love the casting was really good. So very believable characters and such a universal story. What was the best aspect of the movie? What did you like the most? Oh, I think the little boy stole the show, you know. He was so gorgeous, wasn't he? And just the way it was all put together, you know, like the way it was cut together, it was very much so. Yeah. Thank you. And what about you? Oh, yes, I enjoyed the movie greatly. And I think it just goes to show what a good filmmaker we've got here, who can make a film that we as Australians who don't understand the language can still enjoy. We understand the story, we understand the characters, and we understood it all. So a film's been made that crosses boundaries, crosses borders. Great work. देश छोडेर गएर बिर्सिन्छ नि हैन, कतिपय सपनाहरू पूरा गर्न पनि सक्दैन, बाध्यता बस पनि त्यो कुरालाई समेट्नु भएको छ। अहिले एउटा नयाँ ट्रेन्ड आइरहेको छ नेपाली चलचित्रमा र यो अहिले साथी म तिम्रो चाहिँ पुरानो धारको चलचित्र भयो, तपाईहरु के चाहनुहुन्छ? परिवर्तन आओस् या यस्तै धारको चलचित्रहरू बन्नुपर्छ, सन्देशमूलक यस्तै खालकै पिक्चर हुनुपर्छ, किनभने सधैँ आफ्नो संस्कार मान्छेले नबिर्स्यो भन्ने यो पिक्चरमा देखाएको छ।